अहिलेको यो निर्वाचनको लागि बनेको सरकारका मन्त्रीहरूले राजीनामा दिँदै फेरि अहिले संसदको लागि उम्मेदवारी दिँदै उम्मेदवारी दर्ता गर्दै चुनाव लडेर फेरि मन्त्री बन्ने आशले उनीहरूले उम्मेदवारी दिएको देख्दाखेरि मलाई पनि भित्रैबाट भोजपुर जिल्लाबाट उम्मेदवारी दिएर जितौँला अनि कसैको चाप्लुसी गरेर अब यो चाप्लुसी गरेर छाटाछुटी गरेर मन्त्री पड्काउँला भन्ने सोच थियो। मैले आधी प्लान पनि बनाइसकेको थिएँ कि लगभग भोजपुरबाट मैले आधी मात्र मेरो भागमा बनाइसकेको थिएँ। अरूसँग काटकुट गर्दाखेरि मेरो जित निश्चित थियो क्या। तर अहिले आएर मलाई चाहिँ एउटा कुरोले बिगार्यो। त्यो कुरो के हो भने यहाँ हेर्दै जानु मन्त्री जस्तो गाह्रो चाहिँ केही हुने रहेछ हेर्नु। अहिले म अस्ति त्यहाँबाट मन्त्रीबाट छोडेर यहाँ बाहिर हिँडेछु, कति आनन्द आएको छ। घुम्नु पाएको छ, बोल्नु पाएको छ। मन्त्री भएर बस्दाखेरि कहीँ बाहिर निस्किनु पर्यो भने दुईजना, एउटा आर्मीले एउटा पुलिसले छोड्दैन। अरे नआऊ तिम्रो नआऊ, म यसो त्यहाँ डुलेर आउँछु भन्दा पनि छोड्दैन। अनि म त्यो सिंहदरबार भन्दा बाहिर निस्किँदैन। के गर्ने त, त्यस्तो पनि हुन्छ र? आफ्नो खुसीले हिँड्न नपाउने, आफ्नो खुसी ठाउँमा जान नपाउने, अनि मान्छेहरूसँग कुरा गर्न नपाउने, उही सिंहदरबारमा आएर कोही आयो भने यसो कुराकानी गर्ने हो। नत्र गाह्रो हुन्छ। मन्त्री पदको लागि किन मान्छे मरिहत्ते गर्छन् भन्ने कुरो म आफैलाई दङ्ग परेछ। अनि उहाँको यस्तो कुरो सुनिसकेपछि मेरो मन मर्दैन, मन्त्री सञ्चालक बनिँदैन, अब चुनावमा उठ्दैन, अब सिधै भोटर हुने हो। मभन्दा अलिअलि गतिलो मान्छेलाई मभन्दा अलिक धेरै गतिलो मान्छेलाई भोट दिने हो। त्यो मान्छेले काम गरेछ नि गरेछ, गरेन छ भनेदेखि म पनि गर्दिनँ। यत्रै सिधै